हेलो गाइज, नमस्ते। रमा ब्लगमा हजुरहरू सबैजनालाई स्वागत छ है। अनि सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा राखेको छु। मलाई पनि अहिलेसम्मलाई ठिकै छ, राम्रै छ। अनि हजुरहरू के छ, नयाँ नौलो के गर्ने सोचमा हुनुहुन्छ? म चाहिँ आज तपाईँहरूको कमेन्ट पढेर अनि फेरि यो विषयमा पहिला पनि थोरै जानकारी त दिएको थिएँ हजुरहरूलाई, तैपनि फेरि त्यही विषयमा थोरै प्लस गरेर मैले जानेको, मैले भोगेको जानकारीहरू हजुरलाई सुनाउन गएको छु है। हजुरहरूले कमेन्ट गर्नुभएको रहेछ, तपाईँ कुन मेन पावरबाट जानुभएको, कति समय लाग्यो जानलाई, कति लागत लाग्यो, इन्टरभ्यूमा के क्वेसनहरू सोधियो, अनि इन्टरभ्यू दिएर आएर बिहेफेस गरिसकेपछि कति समयमा हजुरको भिसा आयो, यस्तो यस्तो क्वेसनहरू रहेछ है। त्यही विषयमा थोरै जानकारी त मैले पहिला पनि दिएको थिएँ हजुरहरूलाई। यो विषयमा थोरै शब्दहरू, थोरै क्वेसनको एन्सरहरू त मैले एउटा अघिल्लो भन्नाले 2-4 ब्लगभन्दा अगाडि मैले हजुरहरूलाई जानकारी त दिएको थिएँ। तैपनि फेरि यही विषयमा केही कुराहरू प्लस गरेर हजुरहरूलाई केही सहज होस् अथवा सहज भन्दा नि जानकारी होस् भनेर फेरि एउटा त्यही विषयमा ब्लग लिएर आएको छु है। मेरो चाहिँ धेरै समय भन्नाले 13 महिना लागेको हो मैले एप्लाई गरेको है। एप्लाई गर्ने बेलामा चाहिँ सुरुमा गएर त्यहाँ प्री इन्टरभ्यू त्यहीँको म्यामहरूले इन्टरभ्यू लिनुभयो। अनि सक्छ कि सक्दैन, बिहेफेस गर्न सक्छ कि सक्दैन यतिको मान्छेले भनेर, अनि उहाँहरूलाई ठिकै लाग्यो होला सायद, अनि सक्छ तिमीले भन्नुभयो। अनि त्यसपछि प्रोसेस अगाडि बढाएको हो। अनि पासपोर्टहरू बुझाएर आइसकेपछि लगभग 20-25 दिनपछि फोन गरेर डिपोजिट गरिदिनु है, अलिकति तपाईँको प्रोसेस सुरु भयो भनेर भन्नुभयो र अनि हाम्रो ग्रुपले भनौँ न हामी 13-14 जनाले पैसा बुझाएको 50-50 हजार रुपियाँ एडभान्स। अनि त्यसपछि चाहिँ त्यो प्रोसेस सुरु भइसकेपछि हाम्रो वर्क पर्मिट आउनलाई चाहिँ 7 महिना लाग्यो कि 7 महिनापछि बल्ल वर्क पर्मिट आयो। अनि वर्क पर्मिट आइसकेपछि पनि भन्नलाई त 8-9 महिनाभित्रमा तपाईँहरूको काम हुन्छ भनेर भन्नुभएको थियो। तर वर्क पर्मिट आयो 7 महिनापछि। अनि 7 महिनापछि वर्क पर्मिट आएपछि ल अब त खुसी भएको, अब 1-2 महिनामा काम भइहाल्छ, अब 1-2 महिनामा त गइन्छ, 1 वर्षभित्र त जसो तसो काम हुने भयो भनेर खुसी भइएको थियो। वर्क पर्मिट आइसकेपछि पनि टाइम लाग्दो रहेछ कि बिहेफेसको डेट निस्किनलाई अलिकति टाइम लाग्दो रहेछ। अनि भन्नुभएको थियो यो क्वेसन पेपरहरू लगेर पढ्दै गर्नु होइन, यो क्वेसनहरू आउन सक्छ, यो क्वेसनहरू आउन सक्छ भनेर त्यहाँ म्यामले पेपर बनाएर दिनुभएको थियो। कति समय लाग्छ भन्दा 1-2 महिनामा तपाईँको डेट निस्किन्छ, अनि त्यसपछि जाने हो भनेर भन्नुभयो। अनि निस्किँदा 2 महिनापछि थाहा भयो बिएफएस डेट निस्केको हाम्रो जुन 4 को थियो। अनि त्यो पनि कस्तो वर्क पर्मिट आएको 4 महिना लगभग 4.5 महिनापछि बल्ल आयो कि 4-5 महिना लाग्यो हाम्रो त। अनि त्यसपछि जुनमा भनेपछि हामीले अलिअलि त्यही क्वेसनहरूलाई पढिरहेको थियौँ। अब त्यही त हो नि, अब अलिअलि धेरै पढे लेखा मान्छे भयो पो, अब हामी नपढेको मान्छे खासै हाम्रो ग्रुपमा त्यस्तो राम्रोसँग पढेर आएको चाहिँ कोही पनि हुनुहुन्न। अनि अब काम पनि त्यस्तै छ, सिलाइ काम, सिपमूलक काम, सिप जानेपछि हुन्छ, पढाइको खासै आवश्यकता पर्दैन भन्ने भएको भएर नि मैले पनि अप्लाई गरेको हो, किनभने पढाइ त छैन मेरो पनि। अनि ठिकै भयो, जुन 4 को इन्टरभ्यूमा गयौँ हामी। सरी है, त्योभन्दा अगाडि चाहिँ कस्तो भयो भने हामीलाई 1 हप्ता अगाडि, जस्तै अब जुन 4 को हाम्रो इन्टरभ्यू थियो त्योभन्दा 1 हप्ता अगाडि मेन पावरमा बोलाएर त्यहीँको म्यामले आफैले पर्सनल यो क्वेसन आउन सक्छ भनेर त्यही आफैले नै इन्टरभ्यूको तयारी गराइदिनु भयो कि प्रिपेयर गराइदिनु भयो भनौँ न। आफैले इन्टरभ्यू लिएर यो क्वेसनहरू आउन सक्छ, यसरी गरेको तिमीहरू यसरी आएको भएन, हिँड्दाखेरि यसरी हिँडेको भएन, अब बोल्दाखेरि यसरी बोलेको भएन, यसरी गर्नुपर्छ भनेर प्रिपेयर गराइदिनु भयो त्यहाँ म्यामले 1 हप्ता जति। अनि त्यसपछि हामी इन्डिया गएको हो। इन्डिया जाँदाखेरि 2 दिन लाग्यो। त्यतिखेर मौसमको खराबले गर्दाखेरि बाटोमा अलिकति समस्या भयो, 2 दिन लाग्यो वहाँ पुग्दाखेरि। अनि जुन 4 को हाम्रो इन्टरभ्यू भयो, कति 10 बजे हामी छिरेको थियौँ होला भित्र, लगभग 1 बजेतिर हाम्रो पालो आयो। अनि इन्टरभ्यू नि राम्रो भयो। त्यहाँ चाहिँ कस्तो हुँदो रहेछ भने कोठा सिस्टम के, अब जस्तै अब 1 नम्बर 2 नम्बर
त्यस्तै 6-7 नम्बर कतिसम्म थियो, हाम्रो चाहिँ 6 नम्बर, मेरो चाहिँ 6 नम्बरमा परेको थियो। त्यहाँ डर लागिरहेको थियो कस्तो क्वेसनहरू सोध्ने हो, के क्वेसनहरू आउँछ भनेर। तर डर हुन्थेन होला, खासै पढे लेखेको होइन, अनि त्यो भएको भएर मलाई चाहिँ एकदम डर लागिरहेको थियो। म सायद पास हुँदैन होला, इन्टरभ्यू फेलै हुन्छु होला भन्ने सोच थियो कि मेरो चाहिँ। मलाई चाहिँ त्यस्तो डर लागेको थियो। अनि नाम आयो गयो, अलि हाइटमा के अलिक तन्केर, अब त्यति धेरै हाइट भएको मान्छे होइन, अलिक तन्केर यस्तो गरेर माइक चाहिँ अलि माथि नै रहेछ। अनि त्यहाँ खासै क्वेसनहरू केही पनि भएन के, नाम सोध्यो, अनि आफ्नो एज सोध्यो, अनि अब म्यारिड अनम्यारिड त्यो सोध्यो, अनि कतिजना फ्यामिली हुनुहुन्छ त्यो सोध्यो। अनि त्यसपछि रोमानिया कुन कम्पनीमा जान लाग्यो, सिटीको नाम सोध्यो, अनि कम्पनीको नाम सोध्यो, अनि डेट अफ बर्थ भइहाल्यो। अनि त्यति नै हो खासै। त्यो क्वेसनहरू मेरोमा चाहिँ त्यही 8-9वटा क्वेसनहरू सोधेको थियो होला। अनि 3 नम्बर 4 नम्बरमा अरू साथीहरू पढ्दाखेरि चाहिँ धेरै क्वेसनहरू सोधेको थियो अरे भन्ने सुन्दाखेरि पनि लामो घुमाइ क्वेसनहरू, त्यो पनि मान्छे हेरी क्वेसन सोध्दो रहेछ कि जस्तो लाग्यो कि। किनभने हामी गएको कुनैमा 5वटा 6वटा मात्रै क्वेसन सोध्यो, मलाई चाहिँ 7-8वटा 9-10वटै होला सायद, त्यति सोध्यो। अनि कसैलाई चाहिँ 2-3वटा क्वेसन सोधेर अनि भयो अरे भनेर भनेको थियो। त्यस्तो गाह्रो क्वेसनहरू केही पनि सोध्दैन है, तपाईँहरू चाहिँ ढुक्क हुनु। किनभनेदेखि म आएको भएर चाहिँ म चाहिँ सबैजनालाई त्यो चाहिँ डराउनु पर्दैन भन्छु कि। किनभने खासै क्वेसन केही पनि हुँदैन कि। अब हामीलाई सुरुमा भन्दाखेरि पनि त्यहाँ म्यामले के भन्नुभएको थियो भने, इन्डिया एम्बेसी जानुपर्छ, भेसा गर्दाखेरि आफैलाई गाह्रो हुन्छ इन्टरभ्यूमा। इन्टरभ्यू यसो सोध्छ, 10-15 मिनटको इन्टरभ्यू हुन्छ, तिमीहरूले पास गर्न सक्नुपर्छ, सकेन भने फेल हुन्छ, त्यस्तो कुरा गर्नुभएको थियो सुरुमा एप्लाई गर्ने बेलामा। डर लागिरहेको थियो कि। तर खासै क्वेसनहरू केही पनि भएन, 2-3 मिनटको क्वेसनहरू सोधियो, अनि भन्यो मैले। अनि त्यसपछि त्यहीँ छाप लगाइदिँदो रहेछ कि, आफैले ठ्याक्कै देख्ने कि स्ट्याम्प हानेको देखिन्छ। अनि हामी 13जना गएको थियौँ, एकजना दाइ चाहिँ फेल हुनुभयो। उहाँ चाहिँ अहिले फेरि अर्को कम्पनीमा एप्लाई गर्नुभएको अरे भन्ने सुनेको हो। उहाँ चाहिँ हाम्रो 13जनामा एकजना चाहिँ फेल हुनुभयो, हामी 12जना चाहिँ आयौँ। अनि आइसकेपछि हाम्रो भिसाको कुरा आयो है। अब भिसा आउन चाहिँ हाम्रो ठ्याक्कै 11 दिनमा मेरो भिसा आयो है। सबभन्दा फर्स्टमा मेरो र अर्को एकजना साथीको आएको थियो। अनि लट बाई लट गरेर आएको कि, भिसा पनि एकैचोटि आएन, हाम्रो ग्रुपकै एकैचोटि भएन, लट बाई लट गरेर आयो। भिसा आउने बेला नि 2-3 जनाको, 4-5 जनाको, 1-2 जनाको त्यस्तो गरेर आएको थियो। अनि लास्टमा एकजना भाइको लास्ट अलि धेरै नै ढिला भयो, ऊ चाहिँ एकदम आत्तिरहेको थियो, भिसा आउँदैन क्या हो भनेर। तर अलि 15-20 दिन नै लाग्यो उसको, 20-25 दिनै लगभग लाग्यो कि। त्यो भन्दा नि उसको कारणले नै हाम्रो फ्लाइट चाहिँ अलि लेट भयो। किनभने सबै ग्रुपलाई एकैचोटि पठाउने भनेको भएर उसको भिसा, एकजनाको भिसाको कारणले गर्दा हामी अलि ढिला आयौँ। हाम्रो चाहिँ 11 दिनमा भिसा आयो। अनि अहिले चाहिँ कस्तो छ अरे भनेदेखि मैले सुनेको, अहिले चाहिँ भिएफएस गरेर आइसकेपछि अलि टाइम लाग्छ अरे भन्ने सुनेको छु कि। मेरो साथीको हस्बेन्ड पनि अस्ति भर्खर आउनुभएको, उहाँको पनि इन्टरभ्यू दिएर आएको, भिसा पनि 2 महिनापछि बल्ल भिसा आएछ। अनि त्यसको पनि अलि समय लागेर बल्ल फ्लाइट भयो अरे। हाम्रो त भिसाको 10-12 दिनमै फ्लाइट भएको थियो, उसको चाहिँ अलि ढिला भएछ कि। किनभने अनि ऊ त डराइरहेको थियो, उहाँ त 3 महिनापछि भिसाको डेट सकिन्छ अरे भनेर आउनुभयो। तर अहिले चाहिँ अलि ढिला आयो। मेरो भिएफएस गरेर आएको, एमबिसी के अरे इन्टरभ्यू दिएर आएको यति दिन भइसक्यो, 10-15 दिन भइसक्यो, 1-1.5 महिना भइसक्यो। अब मेरो आउँदैन क्या हो, नहुने हो क्या भनेर नआत्तिनु। किनभने अहिले सिस्टमै त्यस्तो छ अरे भन्ने सुनेको छु, अलि ढिला भिसा आउँछ अरे भन्ने सुनेको छु। अनि प्रायः जसो अहिले चाहिँ काठमाडौँ छोडेर इन्डियाबाट फ्लाइट गराइरहेको छ रोमानियाको लागि चाहिँ इन्डियाबाट आइरहेको धेरै साथीहरू हुनुहुन्छ, धेरै सुनेको छु है। नआत्तिनु होला भन्न चाहन्छु म। अनि मेन पावर चाहिँ अब मैले तपाईँलाई अस्ति नै भनेको थिएँ, हामी चाहिँ एसबिआई ग्लोबलबाट धुम्बाराईमा छ यो चाहिँ। हामी चाहिँ त्यहाँबाट किनभने म चाहिँ मेरो साथी पनि त्यहीँबाट अप्लाई गरेर आएको थियो र अनि मलाई विश्वास लागेर म पनि त्यहीँ गएको हो। अब तपाईँहरू नि बुझ्नु, राम्रोसँग बुझ्नु, धेरै छन् अहिले यस्तो मेन पावरहरू धेरै छ, एजेन्सीहरू धेरै छन्। राम्रोसँग बुझ्नु अनि राम्रोसँग सल्लाह गर्नु, घर परिवार हैन, अनि साथीभाइ सबैतिर बुझेर राम्रोसँग एकदम क्लियरली बुझेर बल्ल एप्लाई गर्नु होला। किनकि धेरैजनाको
कतिपय मान्छेहरूको फेक पनि भइरहेको छ कि हामी सँगसँगै मेरो घर गाउँतिर नि हामी सँगसँगै इन्डिया बिचरा इन्टरभ्यूमा भनेर हामीभन्दा 4-5 दिन अगाडि आउनुभएको भाइहरू दाइहरू हुनुहुन्थ्यो उहाँहरूको पनि डकुमेन्टहरू फेक भएको भएर उहाँहरूको अहिलेसम्म भएको छैन क्यान्सल भयो हैन त्यही भएर बुझ्नु राम्रोसँग आफैले बुझ्नु म यही मेन पावरमा जानु त भन्न सक्दिनँ किनभने सबैको आफ्नो आफ्नो लकको कुरा हो कसैको होला कसैको नहोला हैन त्यो भएको भएर तपाईहरु आफैले राम्रोसँग बुझ्नु ठाउँ ठाउँमा छन् मेन पावरहरू अहिले एजेन्सी धेरै एजेन्सी छन् हैन त्यही भएर राम्रोसँग बुझेर आउनु होला अब लागत मेरो त्यही हो 6 लाख रुपैयाँ 6.5 लाख रुपैयाँ हामीले मेन पावरमा बुझाएको हो अब अहिले त बढेको छ अब 8 8.5 उस्तै पर्यो भने 9 पनि भन्छन् भन्ने सुनेको छु त्यही हो मैले आजको भिडियो चाहिँ यही विषयमा तपाईहरुलाई क्लियरली थोरै जानकारी दिएको थिएँ त्यसमा प्लस गरेर यो भिडियो बनाएको